हेलो एभ्रिवान, मेरो भिडियोमा यहाँलाई स्वागत छ। अनि यो भिडियो चाहिँ मैले मेरो माइत राखी जाँदाखेरि बनाएको हो। अनि हामी दुवैजनाले हेलमेट लगाएर गइरहेछौँ किनभने एकदमै चिसो हुन्छ क्या राखेमा चाहिँ। बाटैदेखि अनि घरैदेखि एकदमै हामी चाहिँ फुल्ली रेडी भएर हिँडेको। अनि त्यस पछाडि म चाहिँ बाटोमा अलिअलि भिडियो गर्दै हिँड्दै थिएँ। अनि अमितलाई चाहिँ अलिक असजिलो पनि भइरहेको थियो होला। अनि हामी चाहिँ यस्तो चिसोमा पनि गइरहेको थियौँ है। मलाई चाहिँ निन्द्रा पनि लागिरहेको थियो क्या, धेरै तातो भएर। अनि त्यस पछाडि फाइनल्ली हामी चाहिँ घर पनि पुग्यौँ। अनि पुगेर खाजासाजा खाएर अनि ल बारीतिर जाउँ घुम्नु भनेर लगेँ उहाँलाई। अनि बाटोमा गुराँस फुलेको देखेँ मैले। अनि देख्नु बित्तिकै मलाई चाहिँ मलाई कतिको माया गर्नुहुन्छ, ल गुराँस टिपेर दिनु त रुखमा चढेर भनेर भने। अनि अझै रुखमा चढेर पनि होइन गुराँस टिपेर मलाई दिनुभयो है। अनि म चाहिँ खुसी हुँदै थिएँ क्या, त्यहाँनिर खुसी हुँदै थिएँ। अनि फेरि हामीले सानोमा खाने गगनको दाना गगनको दाना पनि फलिरहेको रहेछ। अनि खाएँ। अनि खाएर गुराँस हातमा बोकेर गएँ घर खुसी हुँदै।